You need to enhance three qualities to be called intelligence. जीवनमा तपाईले 3 गुणहरू बढाउनु पर्नेछ जसलाई बुद्धिमत्ता भनिन्छ। नम्बर 1 प्रब्लम सल्भिङ एबिलिटी। के तपाईले प्रतिकूल परिस्थितिमा समाधान गर्ने कला विकास गर्नुभएको छ कि विचलित या निराश हुनुहुन्छ? अर्थात् तपाईले प्रब्लम्सलाई फोकस गर्नुहुन्छ या समाधानमाथि। सेकेन्ड एडजस्टिङ एबिलिटी, समायोजन गर्ने क्षमता। किनभने परिवर्तनहरू अपरिहार्य छ। कुनै पनि परिस्थितिमा तपाई कति राम्रोसँग समायोजन गर्न सक्नुहुन्छ। समस्यालाई स्वीकार गर्दै समाधान गर्ने प्रयास गर्नुहुन्छ या अरूलाई दोष दिनु उचित ठान्नुहुन्छ। नम्बर 3 इज डिसिजन मेकिङ एबिलिटी, अर्थात् निर्णय लिने क्षमता। हामी आपसमा सल्लाह धेरै गर्छौं तर निर्णय लिनु हिचकिचाउँछौं किनभने निर्णय लिनको लागि जिम्मेवारी लिनुपर्ने हुन्छ। डिसिजन लिनको लागि क्लियरिटी चाहिन्छ। यो 3 गुणहरूलाई इन्हान्स गर्नुभयो भने जीवन सरल हुनेछ।